एमा चेन्ज भयो त एमा चेन्ज भयो नि त युए त हामीले थाहा छ युएए भनेको त टर्मिनेसन कोडोन हो अब युएए जुन पोइन्टमा बन्छ त्यही पोइन्टमा के हुने हो त प्रोटिन सिन्थेसिस स्टप हुने हो नि भनेपछि जुन प्रोटिनको नर्मल साइज हुन्थ्यो त्यो साइजभन्दा प्रोटिनको साइज के हुन गयो त छोटो हुन गयो जसलाई हामी ट्रङ्केटेड प्रोटिन भन्छौँ ट्रङ्केटेड प्रोटिन त एबनर्मल हो नि त युजली जसले गर्दाखेरि यदि यदि कुनै म्युटेसनले यो ननसेन्स कोडोन टर्मिनेसन कोडोनको नाम ननसेन्स कोडोन पनि हो नि होइन यदि कुनै म्युटेसनले ननसेन्स कोडोन जेनेरेट गर्छ ननसेन्स कोडोन जेनेरेट गरेर यदि प्रोटिनको साइज छोट्याउँछ सानो पार्छ भने त्यस्तो म्युटेसनलाई के भन्ने हो त ननसेन्स म्युटेसन भन्ने हो सो यसले यो म्युटेसन हुने बित्तिकै अब ठ्याक्कै प्रोटिन त्यही यस्तो प्रोटिनको साइज नै सानो हो प्रोटिनको साइज सानो भएपछि प्रोटिन त नर्मल भयो सो त्यसैले ननसेन्स म्युटेसन हाम्रो लागि एकदमै त्यस्तै त्यस्तै हाम्रो के थियो त युसिए थियो युसिए चाहिँ म्युटेसनमा गयो र युको ठाउँमा के आयो त ए आयो युसिएले सपोज सेरिन इन्कोड गर्थ्यो भने एसिएले मानव के इन्कोड गरिरहेछ कुन अमिनो एसिड भयो थ्रियोनिन सो अब प्रोटिनको स्ट्रक्चरमा सेरिनको ठाउँमा थ्रियोनिन आउनुको विधि त्यसले त प्रोटिनलाई जुन लेभलमा पनि नराम्रो पार्न सक्छ हैन सो एउटा अमिनो एसिड चेन्ज हुने बित्तिकै पनि प्रोटिनको स्ट्रक्चर एकदमै एबनर्मल हुन सक्छ प्रोटिन हाइपर एक्टिभ हुन सक्छ प्रोटिन हाइपो एक्टिभ हुन